भन है म कस्तो फिल्ममै खिचिरहेको थिएँ। रोलिङ एक्सन। ल्याउ न म एक चीज अहिलेदेखि मैले यही पत्रिका खोजिरहेको छु। पर्दैन अरे पर्दैन पर्छ। यो को हो यो? के थाहा? सरिता मैले भन्दैछु को हो यो? मैले सोधेको प्रश्नको सीधा सीधा जवाब देऊ। सरिता बस्नेतको नन्द भाउजूमा आयामिक सफलता को हो यो सरिता भनेको? यो आँखा मिल्छ तिम्रोसित, नाक मिल्छ तिम्रोसित, मुख मिल्छ तिम्रोसित, र शरीरको सबै भाग हेर सबै मिल्छ। यस संसारमा 7 जना मान्छे हुन्छन् अरे के एउटैको भइगयो त किन हेरेर बस्नु पर्यो यो? नाटक नगर भन्दैछु। घरको काम गर्न छोडेर म अफिस गएको मौका पारेर सिरियल खेल्छौ तिमी? सिरियल खेल्छौ? नन्द भाउजू सिरियलमा म गएकै छैन त मलाई के थाहा हो? यो को त? कालो कुकुर? को यो? हेर्नु नि आँखा छैन। नाटक नगर। यो को मैले भनिरहेको छु। मलाई ढाँटेको मन पर्दैन सरिता। सरिता भन्ने अनि तिमीले यो गरेर लुकाएर राख्न खोजिरहेको थियो सिरियल मुनि किन त? होइन भने किन मैले आउने बित्तिकै पत्रिका लुकायो? किन नाटक गर्ने? मलाई धेरै नाटक गरेको मन पर्दैन सरिता। यहाँ के लेखेको छ सुनाऊ, पढेर सुनाऊ। नाटक गर्छ। घरमा काम गर्न छोडी बच्चा बच्चीको स्कुल गएनन्, पढेनन्, केही हेर्नु छैन। नौटङ्की काम गरेको छ। कि छोरी मान्छेले सिरियल खेल्न जानु हुँदैन? त्यही पनि म होइन के? हुँदैन। मैले तँलाई सिरियल खेल्नको लागि घरमा भित्राएको होइन। मलाई केटी मान्छेले अभिनय गरेको मन पर्दैन र यो नौटङ्की लाइनमा हिँडेको मन पर्दैन। याद गर। छोरी मान्छे पनि रहर हुन्छ नि, हुँदैन? के रे फेरि बोल त। ओए फेरि बोल। रहर यस्ता रहर र बाध्यताको कुरा मलाई गर्ने होइन। यो घरमा बस्नु छ भने मेरो हुकुम र मेरो आदेश बाहिर निक्लिस् भने म राम्रो हुने छैन। भयो के रे भयो? के रे अघि भर्खर किन ढाँट्यो भने त? मलाई साइको भइसक्यो यार। किन ढाँटेको त? अघि नै मैले गएर खेलेको हो किन भन्न सकिनस्? आखिर हो रहेछ नि। किन ढाँटिस् भन् त? भनेपछि पत्रिकामा आउने सबै मै हो। अलिकति लाज लाग्दैन? छोरी मान्छेको इच्छा होइन? इच्छा अझै पनि त मलाई डर्दैछस्। राम्रो हुँदैन। त्यही त जति बेला पनि डराएर बस्नुपर्ने होइन? के रे फेरि बोल त। आफूले देखे एक छाप खाएर अनि एक जोर लुगा लाएर खुसी भएर बस्नुपर्ने होला नि।